हेलो साथीहरू, आजको मेरो दिउँसोको काम चाहिँ हेर्नु साथीहरू। यसरी टनल घर बनाएर चाहिँ टनलभित्र चाहिँ धनियाँ छरेको साथीहरू। अब यो अहिले बर्खा समयमा बाहिर धनियाँ हुँदैन साथीहरू, त्यही भएर मैले चाहिँ यसलाई चाहिँ चडक्कसँगले बनाउनु पर्छ। यसलाई पनि फेरि लरतरो यसो खसाखुजुक पार्दाखेरि पनि खासै राम्रो उम्रिँदैन साथीहरू। बिउ मात्रै नाश हुन्छ, मेहनत खेर जान्छ। त्यही भएर यसरी चडक्क पारेर यसरी हेर्नुहोस्, यसलाई यसरी धनियाँ छरिसकेपछि यसरी माथिबाट काइयोले केस कोरेको जसरी कोरिदिनुपर्छ साथीहरू। लिपस्टिक पाउडर शुद्ध लगाइदिनुपर्छ साथीहरू। कहाँ त्यति सजिलै यो धनियाँ उम्रिन्छ साथीहरू। ल हेर्नुहोस् है, ल मैले चाहिँ काइयो कोर्न चाहिँ मेरो बुढीलाई पनि लगाएको छु मैले त्यहाँ यो धनियाँलाई, होइन। यस्तै छ साथी हो। तेरि पसिना सरी भइएको साथीहरू। के गर्नु, यस्तो घाम छ। ती माथि यो टनलभित्र यस्तो बाफ आउँछ साथीहरू, खपि नसक्नु गर्मी छ। लगाएर चाहिँ यसलाई चाहिँ हामीले दुई रात भिजाएर चाहिँ यसलाई हामीले यसरी निकालेर ओभन बनाएर चाहिँ यसरी छर्दैछौँ साथीहरू। ल ठिक छ साथीहरू। अब यो चाहिँ हाम्रो अहिले छरेको धनियाँ चाहिँ अब दसैँमा चाहिँ हुन्छ, त्यतिखेर चट्ट लगाएर चटनी बनाएर खानुपर्छ। चट्ट खसीको मासु, कुखुराको मासुमा लगाएर एकदम टेसिलो बनाएर खानुपर्छ। ल है साथीहरू, यस्तै छ। दसैँमा चाहिँ सबैजना साथीहरू मेरोमा आउनु होला धनियाँ लिन। ल हस् त भाइ।